नमस्कार, म सञ्जय गौतम। यो गाउँको परिवेश समेटेर भिडियो बनाएको छु। अन्त्यसम्म हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला। जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी। म जन्मिएको ठाउँ अनि म जन्मिएको गाउँ स्वर्गभन्दा पनि प्यारो छ। अझ त्यो बालापन कटाएका दिनहरू, सँगै खेलै बढेका साथीहरू र यो ठाउँ सम्झदा कता कता ती दृश्यहरू आँखा अगाडि याद बनेर लहराउन थाल्छ। अहिले त म एक्लो छु, खुलेर हाँस्न पनि सक्दिनँ। यही तिम्रो काखमा धुलेलाम भई खेल्ने साथीहरू कसैले त तिम्रो काखलाई बिर्से पनि होलान्। हुन त बाध्यता पनि हो बिर्सने। त्यो बालापन जस्तो कहाँ हुन्छ र? ठुलो भएपछि जिम्मेवारी काँधमा थपिँदो रहेछ। तर मेरो जननी, मेरो जन्मभूमि, तिमीलाई त म सधैँ एक्लो देख्छु। पहिले हामी सानो छँदा तिम्रो मुहारमा सधैँ सौन्दर्यता देखिन्थ्यो। तर अहिले तिमीलाई किन मलिन देख्छु? सायद तिमीभित्र पनि केही छ। संसारमा यी सबै सजीव निर्जीव सुख सायदै छैन। तिमी त झन् निर्जीव पर्यो। वाक्यांश छैन, तर म महसुस गर्छु। मेरो गाउँ असाध्यै सुन्दरतामा एक छ अनि मभित्र यी यादहरू अनेक छ। गाउँघर, यी बाटो, सबै साथीभाइ मिली लुकामारी खेलेको ठाउँ उस्तै छ। उस्तै छन् यी गाउँ अनि बाटोहरू। तर यादहरू उस्तै छन्। त्यसैले त छटपटाइरहेको मनलाई केही क्षण भए पनि व्यस्त राख्न यी परिवेशहरूसँग रमाउँदै दृश्य मार्फत भावनाहरू व्यक्त गरेको छु। धन्यवाद।